नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? आरामै छु। यो युट्युबबाट सबै विश्वमा रहने कामदारहरू जो नेपाली कामदारहरू छ, दुःख गरिरहने विदेशमा रहने साथीहरूले यो हेरिराख्नु भएको छ। उहाँलाई तपाईँको परिचय दिइदिनु। मेरो नाम पूर्णमाया मगर हो। अहिले म हाल टाढीको 2 नम्बर रोडमा बसिरहेको छु। त्यस पछाडि तपाईँ जीवनको को हो? जीवन र जियाको को हो? जीवनको मम्मी हो, म जोयाको सासू हो। जियाको सासू हो। अनि के अरे जीवनको कतिजना छोराहरू? जीवनको 2 भाइ छोरा हो। के नामको हो? मिगेल र एरिक। मिगेल र एरिक। सुनिन्छ मिडियाहरूमा धेरै अब भाइरल भएको छ। जीवनले श्रीमतीलाई साह्रै कुट्थ्यो अरे, पिट्थ्यो अरे, अनि त्यही भएर जीवनलाई छोडेर गएको भन्ने कुरा छ। के हो त्यो? छैन त्यस्तो कुटपिट, त्यस्तो ठुलो झगडा केही भएको होइन। तिनीहरूको सानोतिनो झगडा चाहिँ घरमा भएको हो। जीवनले कहिले पनि त्यस्तो गर्थेन। अनि के हो? अनि ड्रग खाने, छ्याङ जाँड रक्सी खाने त्यस्तो भएको छ भन्ने कुरा आएको छ। के हो त्यो? त्यस्तो मैले मेरो सामुन्ने त त्यसले जाँड रक्सी त्यस्तो खाएको देखेको छैन। अब अरूहरूलाई सोद्धा पनि खै त्यस्तो खासै भनेको पनि छैन, देखेको पनि छैन मैले त। अलिअलि खान्थ्यो खाँदैन थियो? मेरो सामुन्ने त घरमा त खाएको छैन। खाँदैन थियो। मैले खाऊ भन्दा नि मैले पहिला खान्थेँ। म पहिला त खानु इच्छा लाग्थ्यो, अहिले म खान्न भन्छ। अनि यो जोयालाई अब के अरे 1 महिनादेखि 1.5 महिनादेखि नहेरेको नपालेको बालबच्चाहरू पुरै सडकमा फालेको, अनि खाना नपाएर पुरै मागेर हिँड्नु परेको भनेर पुरै मिडियातिर छ्याप्ती समाचारहरू छ। के हो खासमा? तपाईँ अब आमाको दृष्टिकोणले भनिदिनु न। अब मैले भन्नुपर्दा चाहिँ मेरो बच्चाले कहिले पनि दुःख कराएपछि दुःख एकदम आर्थिक नाजुक थियो। तर खानुमा त्यस्तो अरूसँग मागेर खानुपर्ने, त्यस्तो भोकै बस्नुपर्ने त्यस्तो चाहिँ मैले कहिले पनि राखिनँ बच्चालाई। भनेको अब जस्तो नि जोयाले अब अरूलाई मागेर ल्याएर बच्चाहरूलाई खुवाउँथ्यो, ऊ आफू छैन बिचरा। जोयाले कसैलाई चिनेकै छैन। उसले बोलेको कुरा वास्तविक कुरा बुझ्दैन। कसले दिने हो र उसलाई माग्दाखेरि? त्यही पनि त्यो माग्नु जाने, त्यो बाहिर निस्केर कहिले पनि यताउति 3 वर्ष बसे हामीसँग। अनि छ नि अब त्यो अब एउटा आदर्श गृह संस्थाले यहाँको जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायतका अब विभिन्न सङ्घ संस्थाहरूको अब संयोजनमा उसलाई बाहिर पठायो। के छ अब त्यो बाहिर पठाएर तपाईँहरूलाई खुसी छ कि दुःख छ कि के हो? तपाईँहरू के हो? उसलाई पठाउन आवश्यक थियो कि थिएन कि के हो भन्नु? आवश्यक थिएन उसलाई बाहिर पठाउनु। आवश्यक थिएन उसलाई बाहिर पठाउनु। किन थिएन? तपाईँहरूले अब सुरक्षा राम्ररी गरिदिएको भए त यहीँ राख्थ्यो होला। उसलाई बाहिर पठाउनु आवश्यकता किन थिएन? अब सानो बच्चा पनि 1 वर्षको भइसकेको थिएँ। ठुलो बच्चा स्कुल हाल्ने बेला भइसकेको थियो। त्यो 2टा बच्चा मैले हेरेर बसेर छोरा र बुहारीलाई मैले कहीँ बाहिर कमाउनु पठाउनु पर्यो भन्ने मेरो सोचाइ थियो। मेरो आर्थिक नाजुक थियो। त्यो भएर मलाई कसैले पैसाहरू पनि दिइराखेको थिएन। अब चाहिँ मैले 2टा बच्चा हेरेर म घर बस्नु र छोरा बुहारीलाई बाहिर कमाउनु पठाउँछु भन्ने मेरो सपना थियो। अनि अब यो पछिल्लो सेक्टरमा जस्तो जीवनको बाबाको सम्बन्धमा के हो? बुवा के भएको? बुवालाई जन्डिस हो। अनि कहिले के भएको? कहाँ के कस्तो? बुवालाई जन्डिस भएको। यहाँबाट जन्डिस भएको पछि साह्रो भएपछि बुवालाई काठमाडौँ लिएर गयो हामीले। काठमाडौँ लिएर गएपछि 1.5 महिना 18 दिनसम्म त आइसीयूमा राख्यो उसलाई। अनि 1.5 महिनासम्म हस्पिटलमै राखेँ। महँगो दबाई चलाएँ। 5 लाख रुपियाँ खर्च भयो। 5 लाख रुपियाँ खर्च भएपछि मान्छे पनि छोडेर गयो, पैसा पनि सकियो। अनि यहाँनिर हामी महँगो भाडामा 10,000 महिनाको भाडामा हामी यहाँ सौरा चोकमा बस्थेँ। 2 महिनासम्म म उतै बसेँ। कामसाम गर्दा साढे 2 महिना म उहीँ काठमाडौँ बसेँ। अनि व्यवहारहरू बिग्रेर लाथाङलुथुङ भयो। अलि बिचमा एकदमै दुःख भएको हो। तर अहिले जब जोए उता जाने बेला छ नि, त्यो बेला चाहिँ जीवनले पनि यहाँ नारायणघाटमा काम गरिरहेको थिएँ। खानु लाउनुमा त्यस्तो दुःख पारेको थिइनँ। एकदमै ठिक थियो। म बेलामा दिनमा एकचोटि म घर गइरहेको थिएँ। अनि जसरी अब के अरे जोयालाई अब कसले संस्थामा लगेको? जोया आफै गएको कि संस्थामा लगेको कि के हो त्यो? अब मैले पनि देखिनँ। आफै गएको भनौँ कि कसले पुरा अलिकति शङ्का मलाई 2-3 जना माथि छ जोयालाई उक्साइदिएर त्यहाँसम्म पुर्याउने चाहिँ मलाई एकदम शङ्का लागेछ। तर त्यो आफै चाहिँ कहिले पनि जाँदैन थियो कि इमान्दार थियो त्यो मान्छे। कहिले पनि अरू मान्छेहरूले तेरो बुढाले कमाउँदैन, तेरो फ्यामिली यस्तो छ, दुःख भयो, तिमी आफ्नो देश जाऊ है भन्दा म जाँदिनँ। म जीवनलाई पनि छोड्दिनँ, म आफ्नो बेबीलाई पनि छोड्दिनँ।
म अब पैसा कमाउनु जाने भन्ने त्यस्तो भावना राखेको थिएँ कि खास चाहिँ के कारणले चाहिँ अब जोया चाहिँ बाहिर गएको होला त अब के कारणले त्यो कसरी कन्भिन्स गरेर उसलाई त्यहाँ पठायो मलाई पनि थाहा छैन किनभने उसले फिलिपिन जाने इच्छै गर्दैन थियो कि फिलिपिन जाऊ भन्दाखेरि म बरु पैसा कमाउनु जान्छु फिलिपिन चाहिँ जान्न भन्ने कुरा राखेको थिएँ कि त्यस्तो हुँदाहुँदै अब जाने बेलामा ऊ रोएको पनि छ के छ जाने बेलामा तपाईँहरूलाई भेटघाट भयो कि भएन तपाईँहरूसँग के कुराहरू भयो घरमा आएर बुढासँग त अब के कुरा गरे इङ्ग्लिसबाट बोलेको हो दुईजना एकअर्कालाई हेरेर आँखा भरि आँसु गरे धेरै कुरा नि गरेन मसँग नि झ्याप्प अँगालो मारे रुएँ म पनि रुएँ अनि नरुनु मम्मी म 3 वर्षपछि फर्केर आउँछ पिर नमान्नु भनेर गएको जाँदाखेरि केही भन्नुभएको थियो कि छैन केही भने अहिले केही छ जोयासँग केही सम्पर्क भएको केही कतै कनेक्सन भएको स्थिति केही छैन मसँग सम्पर्क भएको छैन आफ्नो छोरी भाइहरू छोराहरूसँग केही सम्पर्क छैन उसको मेरो छोरीसँग चाहिँ अनलाइनमा कुरा भएको छ के भन्छ अरे उसले नेपालका कागज बन्यो भने म नेपाल आउँछु भनेर ऊ एकदम तयार छ भनेपछि त्यस्तो छ अनि अब विश्वभरि अब यो जीवन र जोयाको कारणले सारा नेपालीहरूले दुःख पाछ हेपिरहेछ अरूहरूले जस्तै फिलिपिनहरूले अनि अन्य देशको कम्पनीको मालिकहरूले पनि हेपिरहेछ नेपालीहरूलाई अब तिमी नेपालीहरू अर्काको छोरीचेलीलाई नै हेला गर्ने राम्ररी नपाल्ने बिजोग बनाउने भनेको छ अब त्यो वास्तवमा के हो र उनीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ उनीहरूलाई म के भन्न चाहन्छु कि मेरो आर्थिक कमजोर भएको कारणले मैले आफ्नो बुहारीलाई आफ्नो नातिलाई मैले त्यो कागज बनाइदिनु नसकेकन मलाई एकदम दुःख लागेछ मसँग पैसा भइदिएको भए तिनीहरूले त्यहाँ संस्थामा लगेर कागज बनाउनु पर्ने त्यहाँबाट पठाउनु पर्ने कुनै आवश्यकता थिएन मसँग पैसा नभएको कारणले गर्दा म पीडित भएको कारणले गर्दा मेरो बुहारी र नाति त्यहाँसम्म पुगेर त्यसरी जानु परेको कारणमा मलाई धेरै दुःख लाग्छ अनि विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै सम्झेको छु मेरो लागि आर्थिक सहयोग गऱ्यो भने म त्यो नाति र बुहारीलाई नेपाल ल्याउन सफल हुन्छु भन्ने सपना राख्छु अब जस्तो उनीहरू जानु त गयो त्यो संस्थाले पनि फेरि अब जन्म दर्ता बिहे दर्ता तपाईँहरूको के अरे नाता प्रमाणितहरू त केही पनि बनाएको देखिएन हामीलाई थाहा नै दिएन कसरी बनाए त्यहाँबाट कागज हामीलाई कागज बनाउने बेला न मलाई बोलाए न जीवनलाई बोलाए हामीले पटक फोन गरेर सोद्धाखेरि प्रोसेस चल्दैछ 2-4 दिन लाग्छ 2-4 दिन लाग्छ भने अनि एक दिन हामी वहीँ संस्थामा भेट्नु जाँदाखेरि हामीलाई भित्र भेट्नु दिन हामीले गेट बाहिर बसेर जोयालाई सोधे कागज कति बेला बन्छ जोया भन्दाखेरि यहाँबाट केही पनि बनेन मम्मी सबै फिलिपिनबाट बनाउने भयो डकुमेन्टहरू भने हामी बाहिरैबाट फर्केर आयो जीवन पनि गएको थिएँ जोयालाई भेट्यो तिनीहरू त्यहाँ गेट बाहिर र भित्र बसेर रोए अनि त्यहाँ हामी बाटैबाट फर्केर आयो अनि अहिले छोराको स्थिति के हो कहाँ छ के छ जानकारी दिनुहोस् न छोरा बुहारीलाई बिदाई 28 गते बिदाई गरेर पठाइसकेपछि एकदम चिन्तित र नर्भस भयो घरमा पनि एकदम उदास भएर बस्यो त्यस कारणले हामीसँगै बस्ने छिमेकीहरू पनि इन्डिया जानु लागेको रहेछ अनि मैले जाऊ न त तिमी पनि यस्तो चिन्तित भएर बस्नुभन्दा दसैँसम्म इन्डियातिर घुमेर आऊ अनि त्यसपछि अब कसैले पैसा हालिदियो भने तिमी पनि विदेश जाऊ हामीलाई यस्तो कसैले पैसा पठाउँदैन दुःख पाछ कसैले हेर्दैन हाम्रो व्यवहार बिग्रियो भनेर मैले नै पठाएको अहिले फेरि अब तुरुन्तै नेपाल बोलाउँदैछु त्यो कहिले आउँछन् त अब हिजो नै आउनुपर्ने उसलाई पैसा छैन रे अहिले नै मैले फोन गरेको ऊ काममा गएको छ अरे भेट भएन अहिले 7 बजी कल गर्छु भनेछ अब कल गरेर पैसा रहेनछ भने यतै खोजखाज गरेर भने पठाएर उसलाई नेपाल जिम्मा लगाइरहेको छ हस् त तपाईँको कुरा राखिदिनु भयो तपाईँले यो हाम्रो चाहिँ यो दुधकोशी मिडियाबाट ब्रोडकास्ट हुन्छ तपाईँले आफ्नो कुरा राखिदिनु भयो धन्यवाद हस् त विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीलाई मेरो धेरै धेरै नमस्कार